दर्शकबिन यति बेला सिमलताल नजिकै त्रिशुली नदी किनारमा बालुवामा गडेको अवस्थामा भेटिएको गणपति डिलक्स बस आज 16औं दिन चाहिँ यसलाई कटिङ गरेर निकालिँदैछ र यो जुन ठाउँ छ त्यसलाई चाहिँ संवेदनशील मानेर अहिले सिल गरिएर अहिले धमाधम कामहरू भइरहेको छ। यहाँले देख्न सक्नुहुन्छ अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र जुन गाडी निकाल्नका लागि प्राविधिक टोलीहरू सहितको टिम चाहिँ यहाँ लागि पर्नु भएको छ। यहाँ चाहिँ केही आशंका गरिएको छ, सबको आशंका सहित अहिले धमाधम कटिङ गरेर पार्ट गरेर चाहिँ गाडीको टुक्राहरू निकाल्ने तयारी भइरहेको छ। अहिले यहाँ फरेन्सिक टोली पनि आएर तयारी अवस्थामा हुनुहुन्छ। तपाईहरु थप जानकारीको लागि हाम्रो भिडियो हेर्दै गर्नुहोला। धन्यवाद। टिकट टाँसेको छ किन आज यस्तो भयो? आज के भयो भन्दाखेरि अब हामीले यो काट्दाखेरि अब त्यो हाडकोर निस्किन्छ कि यही पानीले त्यो भित्रको चिज पखाल्दा भेटिहाल्यो भने भोलि मलाई अप्ठ्यारो नपरोस् भनेर नै मैले इन्सपेक्टर साहबलाई इन्फर्म गरेँ। किन भन्दा काम गर्दा रोक्नु पर्यो भने हामीलाई बहुत गाह्रो हुन्छ। त्यसको कारणले इन्सपेक्टर साहबले अब त्यहाँ तरबन्द लाउनुहोस्, बाहिरको मान्छे आउन नदिने वातावरण गरौँ भनेर उहाँ इन्सपेक्टर साहबको आदेश भएर उहाँ प्रहरी सरहरूले असय साहबहरूले तरबन्द लाउनु भयो। आज यहाँ आउने सर्वसाधारणहरू भित्र आउन पाउँदैन। अब यो काटेर निकाल्ने के हो? अब काट्ने टुङ्गा पुग्यो, ग्यास लिन गइसक्यो, ग्यास कटर हिँडिसक्यो उहाँबाट, अब आइपुग्ने बेला भयो। कतिवटा ग्यास कटर आउँछ? एउटा भए पुग्छ। किन भन्दाखेरि हामी उता तान्दै गर्छौँ अनि यता काट्दै गर्छ, पानी सुकाउँदै गर्छ। अब धेरै म्यान पावर हुन्छ, बेलचाहरू पनि उहाँ नामै बिर्सिन्छ। हाम्रो चाहिँ के नाम हो त्यो हाम्रो भाइको? काउसतीको होइन, बेलचा ल्याइदिनु। उहाँले अब 6वटा बेलचा ल्याइदिनु भएछ। के अरे रुपेश सरले अब बेलचा ल्याइदिनु भयो होइन। अब बाहिर पठाएको पैसा मलाई देऊ भनेको पैसाले मैले बगि बेलचा ल्याइदिनु। अहिले यहाँ बेलचा बिहान 2टा सिलिन्डर ल्याइसकेका छन्। 2टा अक्सिजन, 2टा सिलिन्डर भयो, 2टा ग्यास कटर युज। हजुर 2टा ग्यास कटर त एउटा मेसिन त एउटै युज हुन्छ, तर एउटा नपुग्न सक्छ। एक्स्ट्रा एउटा पनि हाम्रो चाहिँ कावसतीबाट उहाँहरू चाहिँ यो टायर कान्छालाई चाहिँ सहयोग गर्न भनेर आउनु भएको थियो। उहाँहरू सुरुमा चाहिँ आइडिया दिन आउनु भएको थियो, पछि टायर कान्छाको जब मेहनत देखिसकेपछि अनि उहाँहरू चाहिँ आफै खटिनु भएको छ। हाम्रो चाहिँ मुक्तिदाता वेल्डिङ बेल्डिङ सेवा, यो चाहिँ कावसतीको डन्डा लगायतका विभिन्न ठाउँमा छ है तपाईँहरू? सुरुमा चाहिँ तपाईँहरू 4 जना दाजुभाइ 4 जना आउनु भएको थियो। हजुर अहिले चाहिँ कतिजना आउनु? अहिले हामी 2 जना। ल अब तपाईँहरूलाई चाहिँ आजको कामको लागि सफलताको शुभकामना पनि दिन्छौँ हामी। हस्, धन्यवाद।